स्काई वक जानुपर्छ है साथीहरू। यहाँ चाहिँ यस्तो रहेछ नजाराहरू हेर्नुहोस् त। स्काई वकको कन्यामको स्काई वक। जुत्तामा माथि छ सुज कभर माथि बाल्टीमा हालेलुया। ल यहाँ चाहिँ यस्तो खालको वेट तँ नगएको पुगेर नि है आधी बाटोमा फर्कियो नजाऊ नजाऊ तिमी हौ त्यहीँ बसेर यहीँ बसेर हेर न रिङ्गडा चल्छ। ल कति चाहिँ चढ्नु सकेन साथीहरू। यहाँबाट चाहिँ रमाइलो देखिन्छ साथीहरू। ल हेर्नुहोस् त यहाँबाट चारपट्टि देख्ने स्काई वक है त। ल अम्बो यहाँ हेर्नुपर्छ। बाबा यस्तो लहराउनुपर्छ। ल यहाँ सिसी क्यामेराबाट डल्लै हेरिरहेको हुन्छ। है ऊ तल्लोपट्टि छ। होइन हौ म त कहाँ जान्छु र अन्त। डर चाहिँ जाँदिन भनेको। यहाँ कति एमएमको चाहिँ यहाँ मोटा छ हेर न। 20 एमएमको। ल म चाहिँ यहाँको नजाराहरू देखाउनुको लागि मात्रै हो नि त। है कन्याम है कन्याम। कन्यामको यहाँबाट चाहिँ धेरै भ्यूहरू छ कन्याममा चाहिँ साथीहरू। र विशेष हामी एउटा भिडियो हालेको है भिडियो हेर्नु भन्दाखेरि चाहिँ आफै स्वयं आएर यहाँनिर हेरेर है पैदल यात्रा गरेर चाहिँ हामी घुम्यौँ भने चाहिँ हामीलाई छुट्टै मजा आउने रहेछ साथीहरू। एकदमै खुसी लाग्दो कुरा के। यहाँ पर हेर्नुहोस् त भ्यूहरू। ल यहाँ चाहिँ ग्राउन्ड रहेछ। यहाँ चाय बगानहरू हेर्नुहोस् न यहाँ पर कति रमाइलो छ है। यो चाहिँ चाय बगानहरू छ यहाँनिर। ल हुन्छ साथीहरू कतिजना आउनु भएको छैन आएर भिजिट गर्नु होला कन्यामलाई। मजा आउँदो रहेछ है। रमाइलो हुँदो रहेछ। यस यहाँनिर झुला खेल्नेहरू तलबाट आउनेहरू है। त माथिबाट चाहिँ यस्तो छ। साथीहरू हेर्दै गर्नुहोस्। यहाँ मुनि बसिरहेछ कति। ल साथीहरू मेरो भ्लगलाई कस्तो लाग्यो लाइक कमेन्ट गर्नुहोस् है साथीहरू। र यति नै हो है। स्काई वकको चाहिँ म यतिमै भिडियोलाई समाप्त गरेँ। र अब हामी कन्यामको मेन बजार चाहिँ यहाँ पर पर्छ है। यहाँ जानेछौँ अब। यहाँनिर यहाँ देब्रे भएको एकदमै धुवालो लागेर केही देख्दैन रहेछ। यहाँनिर हामी जान्छौँ। यहाँ चाहिँ 3वटा भ्यू पोइन्ट रहेछ। यो 3वटै भ्यू पोइन्टलाई भिजिट गर्न पायौँ भने मात्रै मजा आउँछ है साथीहरू। यो स्काई वक भयो अनि मेन पर कन्यामको मेन बजार अनि तल श्रीअन्तु है। यस्तो दामी 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 दामी
केटाकेटीहरू यहाँ दर्शरी छ है थर्कामान भाइ थर्कामान ल हस् त साथीहरू स्काई वकलाई चाहिँ यहाँ अर्को भिडियोमा फेरि भेट्नेछौँ हुन्छ